अहिले चाहिँ म मेलम्ची वार्ड नम्बर 3 एउटा गाउँमा पुगेको छु हैन। यहाँ चाहिँ यहाँबाट देखिने भ्यू चाहिँ यही हो। यो सानो धेरै घरहरू त छैन, थोरै घर छन् तर राम्रो छ है। अब पहाडतिरको गाउँहरू यस्तै हो। अनि यो चाहिँ खेतबारी रहेछ यहाँको। अनि यहाँबाट देखिने चाहिँ भ्यूहरू यही हो। अनि अलि पर चाहिँ वहाँ आमायाङ्ग्री पर्दो रहेछ, जुन चाहिँ तपाईँले देख्नुहुन्छ नि त अहिले हिउँ परिरहेको रहेछ त्यहाँ। अनि अब आज समयले साथ दियो भने जाने कोसिस गर्छु, सक्भर त हुँदैन होला होइन। यहाँबाट चाहिँ राम्रो भ्यू देखिने रहेछ। तपाईँहरूले पनि अस्ति अपडेट गर्दै गर्छु। बाट देखिने दृश्य चाहिँ हेलम्बु एरियाको होइन। उता माथि चाहिँ हिउँ परिरहेछ। अनि आमायाङ्ग्री भनेको ठ्याक्कै त्यो दुईवटा डाँडाको एउटा चाहिँ हिउँ परेको देखाएको छ, एउटा चाहिँ नपरेको त्यो डाँडालाई चाहिँ आमायाङ्ग्री भन्दो रहेछ होइन। अनि यहाँबाट देखिने दृश्य यही हो। अनि यो सबै सिन्धुपाल्चोकै पर्छ। अनि यही हो यहाँ। अनि ऊ त्यो के खोला भन्छ यसलाई? मेलम्ची खोला। यो अस्तिको कति सालको बाढी अरे, जस 2-3 वर्ष अगाडि आएको एकदम ठुलो बाढी। यो मेलम्ची एरियाको इतिहासकै होइन सबभन्दा ठुलो बाढी। यहाँबाट खासै देखिँदैन, तर तलबाट चाहिँ त्यसको क्षतिहरू देख्न सकिन्छ। यहाँ चाहिँ जस भ्यूहरू चाहिँ राम्रै देखिँदो रहेछ यहाँको गाउँ। यो चाहिँ अर्को साइडपट्टिको चाहिँ भ्यू होइन, दृश्य। यो चाहिँ यहाँको स्वास्थ्य चौकी रहेछ, जुन चाहिँ अहिले निर्माण कार्य सम्पन्न भएको छैन, भन्ने क्रम छ। सानो ट्र्याक्टरहरू खेतबारी जोतिरहेको छ है। अनि माथिसम्म पनि यो गाउँ बस्तीहरू रहेछ। अनि त्यहाँसम्म पनि गाडी जाँदो रहेछ क्या। तर म अघि तलबाट आउँदाखेरि चाहिँ निकै गाह्रो भएको थियो अफरोड यहाँको। तल यो सबै खेतबारीहरू हो। कस्तो सिक्वेन्स मिलाएको कि टाढाबाट क्या राम्रो देखिने हेर्नु त। लोकेसन भ्यू कस्तो राम्रो मिलेको क्या, स्केलले लाइन ताने जस्तै। ल मलाई अलिकति थकान लाग्यो। ऊ त्यो चाहिँ के अरे बोइलर फार्म रहेछ। आई लभ मेलम्ची भनेर लेखेको छ। त्यो चाहिँ अलि माथि। अघि मैले भिडियो बनाइरहेको भनेको ऊ त्यो तल गाउँतिरको हो। म चाहिँ अलि माथि आएको छु। यहाँबाट चाहिँ अझ क्लियरली सफा राम्रो देख्छ। अब यो चाहिँ के भन्छ, स्टुपा भन्छ के भन्छ खै। यहाँबाट चाहिँ यस्तो देखिन्छ है। मलाई त अनौठो लाग्यो नयाँ ठाउँ घुमेको देखेर। तपाईँहरूले कस्तो लाग्छ कमेन्ट गर्नु होला। र मन पऱ्यो लाइक सेयर सब्सक्राइब पनि गर्नु होला। यहाँबाट अझ राम्रो देखिने रहेछ यार। यो आमायाङ्ग्रीतिर हेलम्बुतिर हिउँ परेको। यहाँबाट 360 भ्यू देखाउँछु तपाईँहरूलाई है। यहाँकोबाट देखिने तपाईँले देख्न सक्नुहुन्छ। अलमोस्ट टपमा आइपुगेको छु म। यहाँको 360 चारैतिर अग्लो काँडा देखिन्छ। यहाँबाट सानो बस्तीहरू पनि छ, त्यो चाहिँ तामाङ बस्ती हो। यो चाहिँ 360 भ्यू तपाईँले हेर्न सक्नुहुन्छ। ऊ त्यो पर घर बिल्डिङहरू देखेको चाहिँ त्यो चाहिँ मेलम्ची बजार यहाँबाट देखिने। तर तलबाट चाहिँ यो गाउँ चाहिँ अलिक देख्न गाह्रो हुन्छ। यहाँबाट मेलम्ची बजार देखियो। देखिनमा नजिकै देखिरहेको छ यहाँबाट, तर आउन चाहिँ लगभग आधी घन्टा चाहिँ लाग्छ। त्यहाँ आई लभ मेलम्ची भनेर पनि लेखेको छ। सानो पार्क जस्तो बनाएको छ। मलाई त राम्रो लाग्यो। ऐसेलु टिपिँदैछ। यस्तो हुँदो रहेछ यो। म त घाँस सोचिरहेको रहेछ ऐसेलु पो भन्दो रहेछ, तर घाँस जस्तो रहेछ।
चाहिँ जङ्गलको बाटो। टाढा टाढा तपाईँले देख्न सक्नुहुन्छ उहाँहरू चाहिँ काफलको रूपमा चढ्नु भएको छ काफल टिम्नलाई। र हामी त चढ्न सक्दैनौँ र मागेर खानु चाहिँ आएको दिनुहुन्छ हुँदैन। यही चाहिँ काफल गुरुबाट टर्नु रहेछ। अब काफल खान्छौँ है, काफल देखाउँछु तपाईँलाई एकछिनमा। हामी चाहिँ काफल खान जानु लागेको, ओह्रालो झर्दै दाजुहरू उता चढ्नु भएको छ। हजुर फ्याल्नु त, ल ल ल फ्याल्नु फ्याल्नु आयो आयो ल ल खै तल होइन यहाँ छ त, यहीँ छ ल। काफल आयो, काफल काफल आयो काफल। ल ठिकै छ काफल खाना कुइया। अमिलो रहेछ, पाकेको छैन क्या अझै? अमिलो रहेछ क्या? उहाँहरू दाजुहरू उहाँ काफल टिपी राख्नु भएको छ, हामी चाहिँ काफल खाइरहेछौँ, मागेर खाइरहेको है। अया हामी मकान त होइन, परिस्थितिले माग्ने बनायो। ठिक छ ल ल ल। ओहो ठुलै आयो अहिले त। ल ल ल काफल कस्तो राम्रो देखिने काठमाडौँतिर फर्किँदै यस बाटो यतिको राम्रो भएको चाहिँ जर्सिङ पोवातिर लागेको छ होइन? ए जर्सिङ पो होइन, सरी सरी, हामी सानो इलामतिर लाग्दैछ होइन? सानो इलाम भन्छन् नेपालको दोस्रो सानो, के अरे सानो इलाम, ठुलो इलाम चाहिँ इलामै भइहाल्यो। अनि यो चाहिँ सानो इलाम। अनि यो यता झन्डै गाउँ बाटो, यहाँ पनि बाटो चाहिँ अफरोडहरू छ। तल चाहिँ अलिकति पिच रोड थियो, यहाँ चाहिँ अफरोडै छ। बस्ती पनि रहेछ तपाईँलाई गाउँमा चियाबारीमा लगेर देखाउँदै त। इलामतिर हिँड्दै गइरहेको उयो चाहिँ यहाँबाट चाहिँ बाइक लानु पाउँदैन, हिँड्नुपर्छ अरे। त्यही हो चियाबारी होइन, हामी त्यही जान्छौँ अब। दुवैतर्फ चाहिँ एउटै किसिमको रुख र त्यसको भ्यू छुट्टै मजा छ होइन? त्यही बाटो यहाँको हो, यहाँबाट पनि जान्छ हो क्या? ल ठिक छ। ऊ त्यो मान्छेले टिपिरहेको छन् सायद होइन, फोटो खिचिरहेको छन्। त्यो पनि टुरिस्ट अट्र्याक्सन भइसक्यो। डोमेस्टिक मान्छेहरू यहाँ हाइकिङ घुम्न आउँछन्। ठुलो इलाम जाने बजेट नभएको चाहिँ यहीँ आउँछ। अब म धेरै नबोलिकन तपाईँलाई म सर यहाँको भ्यू देखाउँछु है त, सिनेमेटिक भ्यू चाहिँ हल्का इन्जोय गर्नु होला। हस् त।